टोटलले त अझै ल्याउँछ होला नम्बर फर्स्ट भन्दा नि अलिक भयो त होइन त्यो माथि नै भयो त ल्याउँथ्यो होला होइन अलि बल गरेको थियो अझै थियो अझै म धेरैलाई उ गर्थेँ त फर्स्ट भन्दा अलि माथि हुँदैन माथि फर्स्ट भन्दा माथि भन्छ त अनि यो जुत्ता राम्रो रहेछ के यो जुत्ता अलि नराम्रो रहेछ अलिक जुत्ता त महँगै लाउनु पर्दो रहेछ कि तपाईँहरू मेरो उस्तै हो होइन नि मेरो त अनि सस्तो हो नि बुहारीलाई किन्दै भन्नु पर्दो रहेछ कि जुत्ता चाहिँ बुहारीको क्या बनाउँछ आएको अरे कि होटलमा गर्छ नि त बाबु जुत्ता किन्नु छ मेरो जुत्ता धेरै छ मेरो चाहिँ आफै किनेको भएर जुत्ता किन्दिनँ त अनि त्यसै किन्दिनँ त ए बुढो भन्छ नि गाडीले नि कति साल गरे कति उमेर पुग्नु भयो अब 23 सालले कति पुग्यो अहिले हिसाब गर्नु त 59 नै होला एक्सर्साइज नै हो सबैभन्दा मेन अब हामीलाई चाहिने चाहिँ अबको एजमा चाहिँ एकदमै इम्पोर्टेन्ट हो हामीले बडी तेल भएको बोसो भएको चिजहरू चाहिँ एकदम कम खानुपर्छ हामीले यो बोसो यो हामी हिँड्दा पनि नि भने पुरा स्या पसिना तुरु यो खुट्टाफुट्टा जाओस् त्यो नै हो हिँड्नै पर्छ त्यतिको चाहिँ सास जान्छ नि त दाजु त्यस्तो हिँडेलमा त्यति साह्रै त कहाँ हो जाँदैन मेरो नाम तुलबहादुर गुरुङ घर शङ्खसभा मत्स्य पोखरी देवीटार हो हाल हङकङ बसोबास गरेको लगभग हामी 28 वर्ष जस्तो भइसक्यो यहाँको हाम्रो काम भनेको चाहिँ अब कन्स्ट्रक्सन एरियामै हो अहिलेसम्म हङकङ आएसम्मदेखिको मेरो नाम टिकाराम गुरुङ ठेगाना शङ्खुवा सभा खातबारी नगरपालिका 4 सेकाहा हाल हङकङ 27 वर्ष हङकङ बसोबास गरेको 28 वर्ष पुगेर पुग्यो 27-28 भयो लगभग 27 वर्ष भयो अनि काम चाहिँ अब कन्स्ट्रक्सन हो ट्रायल रनिङ गरेको अब त्यस्तै 7 वर्ष भयो 7 वर्ष जति भयो एकदम रमाइलो भइरहेको छ ट्रायल रनिङ स्टार्टिङ गरेको चाहिँ अब हाम्रो जुन सन्डे छुट्टी हुन्छ त्यही दिन अलिकति हाइकिङ हिँड्दै स्टार्ट गरेको त्यहीँबाट मात्रै स्टार्ट भएर अहिले लगभग 5-7 वर्ष जस्तो चाहिँ हामीले अब छुट्टीको टाइममा त्यो पनि पुरै टाइम त दिन हामीले भ्याइँदैन त्यसो गर्दै अब अहिले चाहिँ हामी पनि अब यो ट्रायल अब उसमा चाहिँ भाग लिनेहरू पनि हामीले अहिलेसम्म 5-7वटा ट्रायल 5-7वटा होइन 5वटा हामीले भाग लिइसक्यौँ गर्दै अहिलेसम्म अब त्यही हो अब हामीले मात्रै नभएर अब हामीभन्दा पछाडिका साथीहरूले पनि अलिकति यसरी हाइकिङ हिँड्ने एक्सर्साइजमा अलिकति सबैजनाले ध्यान दिनुपर्छ त्यही हो अब सुरुमा एक्सर्साइज गर्दा गर्दै अब हिँड्ने बानी हुन्छ अनि अब ट्रायलमा कुद्ने बानी भएपछि अलिकति हामीलाई आफैलाई जोस हुन्छ कुद्नु लाग्ने त्यही हो त्यस्तै अरू के भने मिलाएर अब के सकियो अब हाम्रो टाइम भनेको चाहिँ अब छुट्टीको टाइममा मात्रै हो भेटघाट हुने त्यही जुन हप्तामा एक दिन हाम्रो भेटघाट हुन्छ त्यही दिन हो हामी अब टाढा हिँड्ने कुद्ने कतिसम्म भ्याइन्छ दिनमा 15-20 किलोमिटर 25 किलोमिटर 30 किलोमिटरसम्म दिनमा हाम्रो हप्तामा एक दिन त्यसैबाट चाहिँ हाम्रो स्टार्ट हो सुरु भएको हो अरू अब भन्नु तपाईँले के छ अरू के छ अरू नथपौँ होला होइन अब हाम्रो गाउँहरूको जति पनि हाम्रो यसको मात्रै साथीहरू नभएर हामी मतलब सानो उमेरको भाइहरूले पनि बानी गर्नुपर्छ यो अब बानी सबैभन्दा मेन एक्सर्साइज हो यो पनि एउटा एक्सर्साइजै हो र सबैले अब बानी गरे बसाल्यो भने हामी दिनदिनै अब त्यसमा हामी लागि पर्न सक्छौँ होइन सबै अब अल्छी गर्नु भएन एक्सर्साइज गर्नुपर्छ मेन चाहिँ अब त्यही हो
त्यो पनि हाम्रो सल्लाह सुझाव त्यही हो एक्सर्साइज ल बाई बाई मान्छेहरू अलिकति हेल्थी पनि हुन्छ होइन त्यही हो सबैले आफ्नो स्वास्थ्यको लागि अब मजबुत राख्न सकिन्छ त्यही हो ल अरू त अरू त्यस्तै हो बाई बाई भाइ भाइ हेर्नु न रोकेपछि त दियो दिनु ठिकै छ ल autograph? Yan yung nakita, baka wala ka ng kamuka. True. You have here coffee. Oh, that's for me. Just for you, only for you. So cold. सही मिठो छ हौ गर्मीमा होइन सही छ सही खरबुजा यहाँ हो hello hello what the can you see the time Can scan the QR code on the page. scan scan here Yeah, scan the QR code. please scan Guys, come on! यो हेर्नु त क्याटेगोरी हेर्नु क्याटेगोरी ओ माय गॉड फर्स्ट ओभरअल एज ग्रुपमा फर्स्ट अपर्ला दाजुलाई बताइछ यता पनि अर्को हाम्रो दाजुको के भयो 11 ओभरअल र्याङ्क एज ग्रुपमा थर्ड बताइछ एज ग्रुपमा त थर्ड मात्र दिनु भएछ बाफे आज त हामीले त अनि त हल्का मजा आएछ नि त उयो भर्खरको युङहरू भर्खर आउँदै अन्त ओ भर्खरमा आउँछ सबै हिँड्नुपर्छ हिँड्नुहुन्छ 5 किलो त्यस्तो हुन्छ नि त 5 किलो थियो नि 5 को 13 को 5 सम्मको चाहिँ हुन्छ तपाईँ आज त हामीले यार मेरो सोटीले त अझै ल्याउँछ होला हौ नम्बर फर्स्ट भन्दा नि अलिक भयो त होइन त्यो माथि नै भयो त ल्याउँथ्यो होला हौ होइन अलि बल गरेको थियो अझै थियो अझै म धेरैले उ गर्थेँ यहाँ त फर्स्ट भन्दा अलि माथि हुँदैन फर्स्ट भन्दा माथि भन्छ त होइन आज पसिना आएन साँच्चै पसिना आएन त म त्यो ओह्रालोमा पनि अलि हल्का हल्कै त्यति साह्रो जिउ छाडेर होइन त्यो ठिकै कुद्नुपर्छ क्या जति अन्तिम 2-4 किलोमिटर अनि यो जुत्ता राम्रो रहेछ के अनि चाहिँ अलि चाहिँ बढ्दै जानुपर्छ क्या यो जुत्ता अलि नराम्रो रहेछ अलि जुत्ता त महँगै लाउनु पर्दो रहेछ के यो कसैले लाएको छैन यो त एडिडासको सबै एडिडासको लाएको छ यो 1600 कि 1800 हो यो तपाईँ लाग्यो यो 1600 होला हौ यो मेरो त तपाईँहरू मेरो उस्तै हो होइन नि मेरो त अनि सस्तो हो नि 1000 रुपियाँ हो मेरो जुत्ताले मात्र नि सँगसँगै हुन्छ यो जुत्तालाई मात्रै हिँड भनेर पठाउनु अगाडि बुहारीलाई किन्दै भन्नुपर्दो रहेछ कि जुत्ता चाहिँ बुहारीको क्या बनाउँछ आएको अरे कि होटलमा गर्छ नि त बाबु जुत्ता किन्नु छ मेरो जुत्ता धेरै छ मेरो चाहिँ आफै किनेको भएर जुत्ता किन्दिनँ त अनि त्यसो किन्दिनँ त बिचरा अब खै अति ट्रायलको जुत्ता होइन कि तर एकदम ठिक छ पिचमा त सही छ नि जुत्ताहरू ल आज रमाइलो भयो सुवाद हामी अब
अब खैरेहरूलाई पनि छोडेछ नि त अन्त है लामो खुट्टालाई अन्त अनि अन्त अनि उति भएर आउँछ यो हाम्रै उसको र होइन अब हाम्रोमा त छ त धेरै मान्छे छोडेछ नि त। कति 35 हेलो एक्सन एसियाको यो 2025 हेल्दी हाइक एन्ड रन को 19 किलोमिटर ट्रायल रनमा हाम्रो दाइहरू भाग लिनुभएको थियो। आज पार्टिसिपेट हुनुभएको थियो। बाजेहरू त नभन्नु होला, दाजुहरू नै हो हाम्रो त। अब हामी पनि नियरली सँगसँगै अब पछाडि आउँदै नै छौँ त्यो एजमा होइन। जे होस् दाइहरूले 2 घन्टाभन्दा आज अगाडि नै कम्प्लिट गर्नुभयो। ओके, अनि लु दाइहरूबाट केही सुनौँ न, आज कस्तो भयो एक्सपिरियन्स होइन दाजु? जस आज खुसी लाग्यो, दिनले पनि अलिकति साथ दियो होइन। अब जस सजिलै त्यति साह्रो अब अप्ठ्यारो भएन होइन। अब दिन गर्मी पनि त्यति थिएन, सजिलै पास गरियो। अब आजको ट्रायल रन चाहिँ उकालोमा कस्तो भयो त? सुरुमा जाँदा पछाडि उकालोमा बाटो भुलिने बाटो भुलिनेहरू पनि त्यति भएन। जस राम्रै दिएको थियो एरोहरू पनि। अनि जस खासै आज त्यति साह्रो परेन भनौँ न, हल्का नै आज पार गरियो। वेदरले एकदमै साथ दियो। सबैभन्दा मेन चाहिँ वेदरले साथ दियो आज। अब पानीको त आवश्यक परेन हौ 2 घन्टासम्म पनि आज त। जस अब एक्सर्साइज, शारीरिक एक्सर्साइज प्लस अब ट्रेनिङले गर्दा हो। ट्रेनिङ त अब के गर्ने, अब 10 घन्टा काम गर्नुपर्छ। सबभन्दा ट्रेनिङ चाहिँ त्यही हो। प्लस ट्रेनिङ पनि चाहिन्छ होइन। यसमा अलिकति हामी सबैजनाले ख्याल गर्नुपर्छ। त्यो सजिलो छैन त्यति। ल आजको हाम्रो आजको रनिङ एकदम सजिलैसँग पार गरियो। र यहाँ आज हामीलाई सपोर्ट गर्नुहुने बहिनीहरूलाई धन्यवाद, धेरै धेरै धन्यवाद। ल आज दाइहरूलाई बधाई छ होइन। आज धेरै धेरै अब टाइममै पार गर्नुभयो। अब यसो अगाडि नै अब सायद दाइहरूको अब त्यही अनुसारले हामी पनि अब मेहनत गर्नु पर्ला जस्तो छ कुद्नुको लागि चाहिँ। नेक्स्ट सुमा चाहिँ ल त मेरो चाहिँ त्यही छ भने। ल बहिनीको केही छ भने कस्तो लाग्यो त? पुरा सपोर्ट गर्नु आउँदाखेरि 1 घन्टामा सकाउँछु भनेर आउनु भएको उहाँहरू 2 घन्टामा सक्दाखेरि कस्तो? 2 घन्टा नभइ नै सक्नुभयो। हामी त एकदम छक्क पनि भनौँ न, खुसी लाग्यो। हाम्रो यो एजमा होइन, उहाँहरूलाई यतिको स्टामिना मान्नै पर्छ। अब हामी पनि दाइहरूको पछाडि आउने ट्राई गर्छौँ। नेक्स्ट टाइम 5 ट्राई गर्नु पर्ला, धेरै नभए पनि 5 किम रह्यो, 5 चाहिँ म पनि ट्राई गर्नु पर्ला भनेर अब नेक्स्ट टाइम। ल दाइहरूलाई बधाई छ अनि एकदम खुसी लाग्यो दाइहरूलाई चेयर अप गर्नु आउँदा। हामी फर्स्ट टाइम आएको होइन, एकदम खुसी लाग्यो। ल होइन दाजुहरूलाई स्पेसली धेरै धेरै बधाई छ आजको होइन ट्रायल रनमा। अब नेक्स्ट टाइम चाहिँ हामी पनि पार्टिसिपेट 5 किलोमिटर गर्ने कोसिस गर्छौँ है दाजु। तपाईँहरूको पछाडि ऊ हेम पनि होइन भाइ, सबैजना 3 जना चाहिँ 5 किलोमिटर यस्तो गरेर भए पनि त्यति नै हो भाइ। ल धन्यवाद। 2टा लेडी बढ्ने भयो। के अरे अब हाम्रो लभिनले भन्नु पर्यो ल क्लियर। अब हामी देखाइन्छ नि भाइ भन्नुहोस्। अब सबै खानुहुन्छ ल हाम्रो। ए बुढो भन्छ नि गाडीले नि। कति साल गरे, कति उमेर पुग्नु भयो? अब 23 सालले कति पुग्यो अहिले? हिसाब गर्नु त 59 58 59 नै हो। क्याल्कुलेटर दबाउने बेला भयो। अहिले
इङ्ग्लिसमा 71 दिन पनि छैन कहाँ 66 66 1966 को मान्छेले आज चाहिँ 19 किलोमिटर 2 घन्टामा पार गर्नु भनेपछि चाहिँ त्यो चाहिँ सानो कुरा हैन सानो कुरो होइन 59 अनि यहाँ अब यता म चाहिँ नेपाली 29 साले हो 29 साले 53 वर्ष पुग्नु भयो तपाईँ 53 पुग्यो 53 मा यस्तो 50 देखि माथिको मान्छेले त्यति कुदेर चाहिँ रन गर्नु भनेको यो सबै एक्सर्साइज र कामले हो जो हलो जोतेकै रहेछ अहिलेसम्म ठिकै छ साथ हप्तामा एक दिन दिइरहेको मात्रै छ कुद्नुहुन्छ तपाईँहरू मेरो चाहिँ हप्तामा एक दिन कुदेर अनि यस्तो कसरी हैन डेली कुद्छ नि त मान्छेहरू त यता त प्राय डेली कुदिराख्नु भएको छ यता डेली हो अनि कामबाट आएर कुद्नुहुन्छ अनि कामबाट आएर 1 घन्टा भात खाएर कुद्ने हो काममा त्यो कामको लन्च टाइममा त्यो त होइन कहिले काहीँ मात्रै त्यो त टाइम अहिले मैले स्ट्राभा त्यो रनरहरूको एप हेरेर हुन्छु दिउँसो पुरा लन्च टाइममा लन्च कुदिरहेको टाइम खाना खाएर साँच्ची उकालो बढेको छ कि मान्छे त आर्ना चुटिन्छ खाना खाएर हुँदैन के गर्नु हुँदैन होइन लाइन रोक्को के भन्छ सबैले जाँदो रहेछ नि तर त्यो भन्छ होइन तर खाना खाएर त्यो कुद्दा पनि त्यो पेट भोच्ने अप्ठ्यारो हुन्न हौ त्यो बानी भयो है त्यो धेर खानु हुँदैन रहेछ नि त तपाईँले। एकदम ठिक्कको खानु पर्छ नि त दाइले अडस मोडस त खानु हुँदैन अलिकति कुद्ने भाग मान्छे खाएर कुदेर फेरि फुल्ने भाग राख्दैन भाइ कि। यहाँनिर। अनि हाम्रो भाइकै विराज भाइ अनि मसँगै कुद्नु गएको दाजुमा त पेट घोचेर सकेन पेट घोचेर बेचेर ल अनि कसरी हो अनि तपाईँको पेट घोच्दैन भन्छ अन्त पेट घोचेर सकेन ठिक्कको खानुहुन्छ होला क्या दाइको डज ठिक्कको होला क्या त्यो अटस मोडस त खानु भएन नि यो बानीहरू छ कि बहिनी मेरो सुरुमा त मेरो नि त्यस्तो यहाँ दुख्ने कोखा दुख्ने यहाँ भुँडी घोच्ने अहिले त दुख्दैन क्या त्यस्तो कस्तो दुःख है मर्नु जस्तो अहिले चाहिँ खुट्टै मात्रै त्यो पो एक्सर्साइज गरेर नगरेको चाहिँ धेरै नै फरकै पर्छ योभन्दा हामी आन्ध्रा भन्दाखेरि त अघि दिदीले आन्ध्रा भन्नुभयो कि आन्ध्रासँगको सायद तपाईँसँग त अर्कै स्टोरी होला होइन रनिङ कसरी सुरु गर्नुभयो होइन त्योसँग सम्बन्धित पहिलाको सुनाइदिनु दाजु त्यो अलिकति मान्छेलाई इन्स्पायर मान्छे हो तपाईँलाई त त्यो हो होइन सबभन्दा मेन चाहिँ अब मेरो त पेट बिरामी भएर लगभग 5 वर्ष बसेको नि पता है त्यसपछि अनि हस्पिटल गएँ दिल्ली गयो दिल्लीमा 3-4 चोटि गयो अनि त्यहाँ गएपछि त्यहाँको औषधिले पनि काम काम गर्ने गर्यो दिन गयो भने अनि युट्युबमा त्यो वामदेवको चाहिँ पनि हेरेँ कि ए योगा रामदेव योगा रामदेव योगा गर्ने यमता डाँडामा योगा गर्ने अनि रनिङ गर्ने अनि त्यसो गर्दा 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 मान्छे अलि फेरिएर आयो क्या त आफै आउँछ नि त भनेपछि तपाईँले 40s मा मात्रै स्टार्ट गर्नुभयो नि त रन होइन 40s लाइक ओभर अनि ओभर अनि त्यतिखेर गर्दा त हुँदो रहेछ होइन हुन्छ हुन्छ 50 झन्डै 40s देखि नदेखि हामी त 45 50तिर सुरु गरेको होला अनि चाहिँ त्यसरी गर्दा गर्दा त्यसो गर्दा त अलिकति ज्यान पनि तागत पनि बढ्दै गयो होइन अनि त्यो पुरै फेरिँदै गयो क्या अनि त्यो खानेकुरोहरू पनि अलिकति पस्दै जाने त्यो भएपछि त अनि एक्सर्साइजले मलाई पनि बानी भयो जतिखेर पनि अनि जाने डाँडामा जाने एक्सर्साइज गर्ने झुन्डिने सब गर्ने सेता गर्ने म फेरि त्यो योगा त टोटल्ली गरिदिने त यो खुट्टाहरू मराकमुरु गरिदिन्थ्यो सबै गर्थेँ अनि सबैले हेरिरहन्थ्यो मलाई नि सिकाउन भन्थ्यो त्यतिखेर म कस्तो पातलो थिएँ नि त सबै हल्लिने पातलै भएको थिएँ यो पेट त म यसरी गरेर राँदाखेरि ठ्याक्कै यहाँ ओडार क्या यो यहाँ यो ठ्याक्कै माथि ओडार यो केही पनि देखिँदैन त्यो यो सर्टै सास फेरेर तानेर रोकेपछि त यो पेट त अहिले नि घरिघरि कहिले काहीँ गर्छु कि अनि यसो हेर्छु त्यतिखेर मैले अनि फोटो खिच्दिनँ भनेर फोटो खिचेर यसो कहिले काहीँ हेर्छु कि यस्तो छ नि यस्तो मेरो पेटहरू त अनि म त्यो खुट्टा यस्तो गरेर त्यो रामदेवले जस्तो गर्थ्यो सबै गर्थेँ तर आजकल त छोडिसकेँ होइन मेन चाहिँ त्यसरी नै म चाहिँ अलिकति हेल्दी भयो त्यस पछाडि नि चाहिँ अब होइन मैले अलिअलि कुद्नु पनि पर्ने हिँड्नु पर्ने रहेछ भने नि अनि त्यहाँदेखि हिँड्नु थालेँ पाहाडतिर अनि त्यसो गर्दा गर्दै अनि यो खुट्टा दुख्यो भनेर हामी नि हतपत त्यो बस्नु हुँदैन सुरुमा त यो खुट्टा दुखेर म त्यो उकालो ओह्रालो हिँड्नै नहुने भएको छु र पनि जबरजस्ती पेलिएको छ घन्टा हस्पिटल गएर एक्सरे होइन ठिकै छ अब बिस्तारै ठिक हुन्छ भने
पेल्लेका छ केही नहुने रहेछ त अनि अहिले त ठिकै छ नत्र हाम्रो एजको मान्छे कहाँ अनि मेरो एजको मान्छे मेरो एजको मान्छे त अनि मैले सबैजना कोही त गइसक्यो सँगैको साथी मैले काममा लगेको साथीहरू गइसक्यो नि त सँगै बियर खाएर बसेकोहरू अनि सबैले अनि अहिले त सबैले अनि मलाई हेर्छ अनि के खान्छौ भन्छ अनि तिमी त चिनाहरूले पनि त त अब मर्दैनौ हतपत त 80 वर्षसम्म नि काम गर्छ तैँले भन्छ चिनाहरू पनि ठग्ने होइन म त्यो अरूले काम गरेको मन पर्दैन त त्यस्तो आफै पकाएर पनि खानुपर्दो रहेछ र अहिले त पहिला त्यस्तो थियो अब त सक्दैन नि हामी मेरो त मेरो काम त अझै पनि उस्तै केटाहरूले भेट्दैन नि त त्यस्तो तर अहिलेसम्म चाहिँ राम्रो भयो भनौँ न अब एक्सर्साइज नै हो सबैभन्दा मेन अब हामीलाई चाहिने चाहिँ अबको एजमा चाहिँ एकदमै इम्पोर्टेन्ट हो हामीले अनि खानामा पनि हामीले अलिकति उता गर्नुपर्छ अब हामीले चाहिँ बढी तेल भएको बोसो भएको चिजहरू चाहिँ एकदम कम खानुपर्छ हामीले यो बोसो चिल्लोहरू चाहिँ अब है साथीहरू भइसक्यो यस्तो हुनु पर्यो नि अब अलिक पेट घटाउनु पर्यो उसलाई पनि खुदा गर्नु पर्यो अब होइन हाड नै गर्नुपर्छ अलिअलि चाहिँ हुँदैन त्यो हामी हिँड्दा पनि नि भने पुरा पसिना तुरु यो खुट्टा फडा जाओस् त्यो नै हो हिँड्नै पर्छ त्यतिको चाहिँ सास जान्छ नि त दाजु त्यस्तो हिँड्जेलमा त्यति साह्रै त कहाँ हो जाँदैन अलिकति रेस्ट गरी आज त अनि अब हाम्रो यो कपडाहरू भिजेन नि त अब त्यस्तो पसिना आएन होइन नत्र त यो यहाँ पसिना सबै जान्छ यहाँ सबै यो हाफेनहरू सबै भिज्ने त्यो हल्का आज त हल्का मुखमा मात्रै आयो होइन जस राम्रो भयो धेरै सजिलो बाजेले चाहिँ कसरी सुरु गर्नुभयो रनिङ मैले चाहिँ यहाँ अब यतै हो मेरो गुरुजी सुरुमा चाहिँ मैले हाइकिङै गर्थेँ यता सोल्टीबाट चाहिँ 8 पाएको हो मैले होइन मैले नै रनिङ सुरु गर्नु कैलाशमा कहिले हो भेटेको त्यही 2022बाट त्यहीँबाट सुरु गर्नु होइन खुट्टा दुख्छ भन्थ्यो कि अनि खुट्टा दुखेर मात्रै छोडिहाल्छ होइन दुख्यो भने नछोड्नु हल्लिएर नि कुद्नै नसक्ने हो सुरुमा नि मैले यस्तै हो छेपारीहरू कुद्दाखेरि हाम्रो कुद्नुपर्छ फर्केला जस्तो हुन्छ नि दुखेर फर्केला जस्तो हुन्छ तर त्यो दुख्यो भने छोड्नु हुँदैन पेले भरै गएपछि चाहिँ अनि यो ठिकमा आउँछ दुख्नु छोड्छ अनि मात्रै हामीले अलिकति अहिले पनि हामी यो जुन 1300 कुद्दाखेरि 2-3 किलोमिटर 4 किलोमिटर कुद्दाखेरि पुरा यहाँ दुख्छ नि अनि त्यो चाहिँ दुख्नु छोडेपछि मात्रै हामी चाहिँ कन्टिन्यू धेरै कुद्नु सक्ने त्यो दुख्यो भनेर बस्यो भने त्यो हुँदैन एक्सर्साइज नै हो हाम्रो नि दुख्ला जस्तो गर्छ नि अब धेरै कुदिसकेपछि दुख्दैन तर तपाईँहरू ठिक छ होइन यतिको अब ज्यान मोटो चाहिँ हुनुहुँदैन सबैभन्दा मेन हाम्रो ज्यान मोटो भयो भने चाहिँ नि भारी यहाँ यो सबै मेन भनेको नि हाम्रो अब यो त अब चल्छ 2 घण्टाभन्दा अगाडि कम्प्लिट गर्नु भएर कस्तो है क्याप्चर गर्नु पाएन उदाइलाई चाहिँ तर आज जस राम्रो कुदेको यतिको कस्तो आखा नदेख्दा धेरै राम्रो कुदेन 3 घण्टा भरेर के भाइ कति मान्छे छोडे नि म भन्दा यहाँबाट अगाडि गएको मान्छेहरूलाई नि म त सबै कति भेटाएर छोडेर आएको नि त अब रिजल्ट एकछिनमा आउँछ होला ओभरअल हैन दिन्छ नि हैन हजुर अनि दाइहरु नै होला होइन छ खैरेहरु छ तर आइसक्यो सबै त धेरै चाहिँ हामीभन्दा पछाडि नै हो मान्छे सबै के हो चिजो भन्दा नि
भाइले तर आज त्यस्तो पक्रेन नि त अलिकति चाहिँ लागेको बियर पनि अनि तपाईँले त्यो हामी मै हो डेली खाने चाहिँ तपाईँ सबै तातो 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 छ साह्रो जाडो भयो तातो तातो छ लो तातो पानी आज हाम्रो हट वाटर उपलक्ष्यमा के खानुपर्छ आज हट वाटर जाडो ठन्डा ठन्डा हो छैन अलि भित्र तातै ठाउँमा बसेर खानु पर्ला ल अब सबैले अलिक हाम्रो एजकोहरूले चाहिँ नि अलि एक्सर्साइजहरू अलिकति गर्ने बानी गर्नु पर्यो हाम्रो ठुलो अलिकति अब कुद्नुपर्छ है अर्को चोटि अब 50 वर्ष पुगेको छैन गुड हजुर अब दिनै नेक्स्ट टाइम चाहिँ गुड नेक्स्ट टाइम दिइहाल्ने कति किलोमिटर गरे हाम्रो पनि एज ग्रुपमा हुन्छौँ कि अलिकति कुद्यो हेम कुद्यो जाडो भएर यो चाहिँ कुदेको यो बुटल सेर खेल्नु खाऊ के सही भयो नि त घाम आयो आजको सम्पत्ति गानै आएन यार अलिकति यो लगाइहाल्छु